हामी सबैको एउटै सोच गरौँ हजुर रुख चिन्हमा भोट हामी सबैको एउटै सोच गरौँ हामी सबैको एउटै सोच गरौँ हामी सबैको एउटै सोच भोट केमा भोट केमा भोट केमा नेपाली कांग्रेस जिन्दाबाद नेपाली कांग्रेस जिन्दाबाद नेपाली कांग्रेस जिन्दाबाद थापाज्यू हामीमा आइसक्नु भएको छ। अब हामी विलम्ब नगरिकन आज हाम्रो बिहानदेखिको मतदाता भेटघाट तथा घर दैलो अभियानमा सहभागी हुनका लागि हामी यहाँ जम्मा भइसकेका छौँ। अब हामी हाम्रो दिउँसोको रुट अनुसार हामी अगाडि बढ्नेछौँ भन्दै सम्पूर्ण साथीहरूलाई एकत्रित भइदिन हार्दिक अनुरोध गर्दछौँ। नेपाली कांग्रेसका सशक्त जुझारु युवा उम्मेद्वार श्री प्रबल थापाज्यूलाई रुख चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजय गराउँ भन्दै यो नेपाली कांग्रेसको महाअभियानमा हामी अगाडि बढिरहेका छौँ। आसन्न प्रतिनिधि सभाको निर्वाचनमा यस क्षेत्रका सशक्त जुझारु युवा उम्मेद्वार प्रबल थापाज्यूलाई रुख चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजय गराइदिउन सम्पूर्ण महानगरवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दै यहाँहरूको अमूल्य मतको अपेक्षा गर्दै यहाँहरूको घर दैलोमा आउने जमर्को गर्नका लागि हामी यहाँ जम्मा भएका छौँ। हामी अब तुरुन्तै अगाडि बढ्नेछौँ भन्दै सबैलाई आजको अभियानमा सहभागी बन्न अनुरोध गर्दछौँ। जय नेपाल, धन्यवाद। अभियान 7 वर्ष नेपाली कांग्रेसले विगत 4 कार्यकालदेखि जित गरेको आदरणीय प्रकाश मान्छेद्वारा बिहान घरैमा जाँदाखेरि मतदाता खोज्न जाँदाखेरि मैले अब यो पहिलोचोटि एकदम उत्साहजनक पाएको छु र घर घरबाट स्वागत गरिरहेको छ। उत्साहजनक दार्जिलिङ तर्फमा हुन्छ माहौल राम्रै छ चुनाव लड्ने बाजी नर्मल कुरा हो। यसमा चाहिँ हामीले विगतदेखि 4 कार्यकाल यहाँ इतिहास गरिदिएको ठाउँमा यो बाजी माथि बाहेक अरू कल्पनै छैन, जित बाहेक अरू कल्पनै छैन। तपाईँको जितको केही छैन, कल्पनै छैन। अहिलेको ठ्याक्कै तपाईँको अहिले होइन यो धेरै दिन बन्द भयो गर्नुभयो होइन कति मतान्तर चाहिँ जित्छ जस्तो लाग्छ? मतान्तर कति भनेर भन्दा पनि जित हाम्रो सुनिश्चित हुन्छ। त्यसमा हामीले अब मतान्तर यति नै भनेर गर्ने कुरा हुँदैन, तर हाम्रो जित निश्चित छ। पहिलाको भन्दा माथि धेरै माथि जान्छ। प्रबल थापासँग चाहिँ मतदाताको के अपेक्षा छ? त्यो सब म कानुन निर्माताको हिसाबले जाने हो। स्थानीय सरकार पनि हाम्रो वडामा तपाईँले यहाँ नेपाली कांग्रेसले नै लिड गरेको हो। अब यो क्षेत्रलाई पनि सम्बोधन गरेर कानुन निर्माताको हिसाबले हाउसमा सशक्त रूपमा देशको पुरै राष्ट्रको चाहिँ आवाज उठाओस् भनेर उहाँले समाधान गर्ने सांस्कृतिक रूपमा मलाई खोजिरहनु भएको छ। अब तपाईँ एक कानुनको चाहिँ एउटा विशेषज्ञ पनि हुनुहुन्छ, ठ्याक्कै तपाईँको एजेन्डा चाहिँ के छ? जनताले चाहिँ तपाईँले किन भोट दिने? कानुन विशेषज्ञ मैले MBA गरेको जनताले मलाई भोट दिने पहिलो अब एनजिओको आन्दोलन भयो। त्योभन्दा त्यसको निम्तिमा एउटा युवाहरूको पनि नेतृत्वमा पार्टीमा म विगत 15 वर्षदेखि निरन्तर लागिरहेको नवयुवाहरूको भावनालाई समेटेर अभिभावक पुस्तालाई पनि लिएर आएर एक ठाउँमा सेतुको रूपमा देशको काम गर्दैछु। सबैलाई मिलाएर लिएर जानु पऱ्यो। अब मेरो एजेन्डाजहरू तपाईँको म्यानिफेस्टो पनि आइसकेको छ। हामी पहिलो भ्रष्टाचार शासनको कुरा छ। नेपाली कांग्रेस पार्टी अबको 5 वर्ष भ्रष्टाचारको शून्य सहनशीलता निर्मम भएर कोसिस गर्छ। नेपाली कांग्रेस पार्टीले र मेरो आफ्नो व्यक्तिगत एजेन्डामा तपाईँको सुशासनको कुरा भयो, यो दैनिक झन्झट हुने प्रशासनमा दैनिक झन्झट त्यसको तपाईँको हामीले डिजिटल अबको टेक्नोलोजीलाई तपाईँको लग्जरीको आइटम बनाउनु भयो। टेक्नोलोजी भनेको अब तपाईँको नेपालको डेभलपमेन्टको लागि आवश्यकता भयो। ह्यान्ड इन ह्यान्ड जानुपर्ने भयो। अर्को तपाईँको युवालाई डिटेलमा जोड्ने स्किल म्यान पावरको विकास गर्ने, स्टार्टअप्सहरू लिएर आउने र खेलकुदमा पनि युवालाई त्यसको लजिस्टिक म्यानेजमेन्टमा जोड्ने
र त्यसपछि त्यसको साथसाथै धार्मिक पर्यटनको कुरा पनि छ। यो सबै इन्फ्रास्ट्रक्चरसँग जोडिन्छ। अबको डेकेड भनेको अब 10 वर्ष हामीले इन्फ्रास्ट्रक्चर बिल्डिङ प्रभात खनालाई यो पटक चाहिँ सिध्याउने भनेको उनीहरू लागिरहनु भएको छ। उनीहरूलाई यसको जवाब के हुन्छ? प्रबल थापालाई सपोर्ट भनेर म प्रबल थापालाई व्यक्ति लडेको नेपाली कङ्ग्रेस पार्टीको इतिहास तपाईँले हामीले रूपान्तरित नेपाली कङ्ग्रेस भनेको 4वटा कुरामा तपाईँलाई मैले एकदम सर्टमा पहिलो हामीले इतिहासलाई गौरव संरक्षण गरेको पात्र संरक्षण गरेको समय र हामीले गर्वका साथ तर हामी सधैँ इतिहासमा पस्दैनौँ। अब हामीले भविष्य 82 सालको चुनाव गर्दै गर्दा तपाईँको चाहिँ हामी 85 साल 90 सालसम्मको योजना लिएर आएका छौँ। अब नेपाली कङ्ग्रेस पार्टीलाई सम्पूर्ण नेपाली कङ्ग्रेस पार्टीलाई सकिने पुरा सपना म देख्न सबैलाई नेपाली कांग्रेस जिंदाबाद। नेपाली कांग्रेस जिंदाबाद।